हालेलुया प्रेज द लर्ड परमेश्वरलाई महिमा भएको होस्। अनि म परमेश्वरलाई धन्यवाद दिन्छु फेरि पनि यो समय पाएकोमा। अनि साँच्चै नै धेरै रात भइसकेको छ अनि म वचनमै अध्ययन गरिरहेको छु। अनि साथै म आज फेरि पनि हामी हेर्छौँ भने पानी पनि परिरहेको छ। अनि छोटकरीमा परमेश्वरको वचन बोल्नलाई अगुवाई भयो। म परमेश्वरलाई धन्यवाद दिन्छु। प्रिय मण्डली, साँच्चै नै हामी चाहिँ सधैँ परमेश्वरको वचनमा हामी हुनुपर्छ। हामी प्रार्थनामा, उपवासमा, किनभने संसार वचनले भनेअनुसार अन्त्यको दिनमा हामी जिरहेका छौँ अनि परमेश्वरको वचन पुरा हुँदैछ। अनि परमेश्वरको वचनले भन्छ, मेरो वचन चाहिँ तिमीहरूको हृदयमा चाहिँ वास गरोस् प्रशस्तसँग। परमेश्वरको वचन, मेरो वचन चाहिँ तिमीहरूको हृदयमा चाहिँ हुनुपर्छ। मेरो वचन चाहिँ तिमीहरूसँग हुनुपर्छ। अनि हामी परमेश्वरको वचनमा आज जब प्रभु यीशु ख्रीष्टले सुसमाचार यूहन्नामा जब प्रभु यीशु ख्रीष्टले उहाँले के भन्नुभयो भने जिउँदो रोटी म हुँ, जिउँदो रोटी म हुँ, संसारको रोटी होइन। संसारको रोटी जब हामी खान्छौँ भने हामीलाई फेरि भोक लाग्छ, तर उहाँले के भन्नुभयो, जिउँदो रोटी। अनि त्यो जिउँदो रोटी चाहिँ के हो? वचन। जिउँदो रोटी चाहिँ को? स्वयं उहाँ नै हुनुहुन्छ, होइन र? तर जब प्रभु यीशु ख्रीष्ट परीक्षामा उहाँ पढ्नुभयो, जब 40 दिन 40 रात जब उहाँले उपवास बसिसकेपछि जब शैतानले उहाँलाई परीक्षा गर्यो, सबैभन्दा अगाडि रोटीको विषयमा हामी हेर्न सक्छौँ। जब उहाँ भोकाउनु भयो अनि शैतानले चाहिँ के भनेको छ भने, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने, साँच्चै तपाईँ परमेश्वर हुनुहुन्छ भने तपाईँले यो रोटीलाई चाहिँ आज्ञा गर्नुहोस्, यो ढुङ्गालाई चाहिँ आज्ञा गर्नुहोस् अनि त्यो चाहिँ रोटी हुनेछ। उहाँले के भन्नुभयो भने मानिस रोटीले मात्रै होइन तर परमेश्वरको जिउँदो वचनले बाँच्दछ। मानिस रोटीले मात्रै होइन, त्यो रोटी चाहिँ कुन चाहिँको रोटी भन्नुभएको भने त्यो वास्तवमा उहाँ भोकाउनु भएको थियो। अनि त्यो रोटी चाहिँ हामीले खाने संसारमा भएको रोटीको उहाँ कुरा हुने। मानिस त्यो रोटीले बाँच्दैन तर परमेश्वरको वचनले चाहिँ जीवित रहन्छ। हालेलुया। त्यसरी नै उहाँले भन्नुभयो जिउँदो रोटी म हुँ। अनि जब उहाँले भन्नुभयो जिउँदो रोटी म हुँ, अनि जब उहाँले नियमहरू धेरै भन्नुभयो, होइन, म रोटी म हुँ अनि तिमीहरू मलाई खानुपर्छ, तिमीहरू मेरो शरीर र मेरो रगतलाई लिनुपर्छ। जब उहाँले धेरै कुराहरू उहाँले भन्नुभयो, तर सदुकी फरिसीहरू चाहिँ अनि त्यहाँका धेरै मानिसहरूले चाहिँ के भन्यो भने वचन त निकै कडा रहेछ, होइन, वचन चाहिँ निकै कडा रहेछ, म वचन चाहिँ पालनै गर्न सक्दिनँ। त्यो भएर चाहिँ धेरैजनाले यीशुलाई छोडेर चाहिँ उनीहरू गइहाले। धेरैले यीशुले त्यागिदिए। किन त्यागे? तपाईँले हेर्नुहुन्छ भने सुसमाचार यूहन्ना जब 6को तपाईँले जब हेर्नुहुन्छ भने 25 देखि तपाईँले डल्लै तपाईँले पढ्नुहुन्छ भने 6को 25 देखि सुसमाचार यूहन्ना जिउँदो रोटीको विषयमा भन्नुभएको छ। अनि त्यो रोटी चाहिँ उहाँ हुनुहुन्छ। अनि उहाँले के भन्नुभयो भने म जिउँदो रोटी हो अनि तिमीहरूले चाहिँ, होइन, मेरो शरीर मेरो रगत तिमीहरूले खानेहरूमा चाहिँ जीवन छ। अनि धेरै कुराहरू उहाँले नियमहरू भन्नुहुन्छ, वचनको कुराहरू भन्नुहुन्छ। तर यहुदी फरिसीहरूले चाहिँ के गर्यो भने उनीहरू चाहिँ त्यो नियमलाई पालन गर्न सकेन। उनीहरू त्यो वचन चाहिँ उनीहरूलाई चाहिँ एकदमै साह्रो पर्यो। त्यो भएर धेरैले उहाँलाई त्यागेर गए। इभन यीशु ख्रीष्टको चेलाहरू 12 जना मात्रै नभएर धेरै चेलाहरू थिए। अनि त्यो चेलाहरू पनि के भयो भने सबैले त्यागेर गए। अब खालि 12 जना मात्रै रहेको छन्। यीशुले के भन्नुभयो, सबैले मलाई त्यागेर गए, के तिमीले पनि मलाई छोड्ने? के तिमीले पनि मलाई त्याग्ने?
त्यो कुरा गर्नुभयो। तर पत्रसले एउटा मजाको कुरा के भनेको छ भने, प्रभु हामी कस कहाँ जाउँ? तपाईँले जब यता हेर्नु 66, 67, 68, 69 जब हेर्नुहुन्छ भने सिमोन पत्रुसले जवाब दिए, हे प्रभु हामी कस कहाँ जाउँ? तपाईँसित अनन्त जीवनको वचन छन् र हामीले विश्वास गरेका छौँ र जानेका छौँ तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ। हालेलुया। धेरैले त्यागेर गए। किन? वचन कडा भएको कारणले गर्दाखेरि। आज धेरै विश्वासीहरू पनि त्यही छ, वचनलाई पालन गर्नु नसकेको कारणले गर्दाखेरि नि परमेश्वरलाई धेरैले त्यागिसकेको छ। त्याग्नु भनेको नै विश्वासीबाट अन्य जाति हुनु होइन, विश्वासीबाट चाहिँ ब्याकस्लाइड हुनु होइन। त्यागेको भने उहाँको वचनलाई पालन नगर्नु भनेको नै उहाँले त्याग्नु हो। उहाँको वचन पालन नगर्नु भनेको नै उहाँले त्याग्नु हो। धेरैले यसरी त्यागेर गए। तर पत्रसले के भनेको छ, प्रभु हामी कस कहाँ जाउँ? तपाईँसँग त जिउँदो वचन छ, तपाईँसँग चाहिँ अनन्तको वचन छ, हामी कस कहाँ जाउँ? तपाईँ चाहिँ परमेश्वरको पवित्र जन हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी जान्दछौँ, हामीलाई विश्वास छ। हालेलुया। त्यही भएर चाहिँ आज हामी चाहिँ परमेश्वरको वचनलाई लिनुपर्छ, परमेश्वरको वचनलाई हामी लिएर हिँड्नुपर्छ, पक्रेर हिँड्नुपर्छ। परमेश्वरको वचनमा चाहिँ हामी रहनुपर्छ, हामी येशूसँग हामी रहनुपर्छ, येशूसँग गाँसिनुपर्छ। हामी वचन कठोर भयो भने धेरै म विश्वासीलाई म हेर्छु, वचन चाहिँ कडा भएको कारणले गर्दाखेरि सबै त हामी पालन गर्न सक्दैनौँ नि भन्छ विश्वासीहरूलाई। हामी पालन गर्नुपर्छ, वचन पालन हामीले गरेन भने हुँदैन। सानो कुरामा पनि हामी इमान्दार होइन भने ठुलो कुरा कसरी हामीले पाउने? हामी सानो कुरामा पनि हामी इमान्दार हुनुपर्छ, सानो कुरामा पनि हामीले परमेश्वरको वचनलाई हामी पालन गर्नुपर्छ। हालेलुया। म परमेश्वरलाई धन्यवाद दिन्छु यो छोटकरीमा यो वचन बोल्नु पाउँदा। साँच्चै हामीले वचनलाई लिएर हिँड्नुपर्छ। हामी कसै कहाँ पनि हामी जान सक्दैन, केवल येशूमा मात्रै हामी। अनन्त जीवन कसैमा पनि छैन, केवल येशू ख्रीष्ट बाहेक, येशू ख्रीष्टलाई विश्वास गर्नु बाहेक अरू कसैमा पनि अनन्त जीवन छैन। केवल उहाँ नै सत्य, बाटो अनि जीवन उहाँ नै हुनुहुन्छ। हालेलुया। म परमेश्वरलाई धन्यवाद दिन्छु। प्रिय मण्डली, यो वचनद्वारा तपाईँ धेरै आशिषित हुनुहुन्छ भन्ने कुरा म विश्वास गर्छु। म वचन यही राख्नेछु। सबैलाई जय मसीह।